हेलो गाइस, र आज तपाईलाई म यहाँ हाम्रो लोकल अर्किड, लोकल वाइल्ड अर्किड सुनखरी देखाउनु गइरहेको छु। र यो चाहिँ हाम्रो लोकल सुनखरी हो, अर्किड पनि भनिन्छ। र यसको नाम चाहिँ गुगलमा चाहिँ डेन्ड्रोलिरियम लासियोपेटालुम रहेछ। डेन्ड्रोलिरियम लासियोपेटालुम यो अर्किडको प्रजाति रहेछ एउटा। र यसको फुल पनि एकदम रमाइलो रहेछ, चराहरू उडिरहेको जस्तै। र यसको ब्याक साइडमा चाहिँ यस्तो झुस 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 परिएको सेतो रहेछ। र यो चाहिँ मैले रोपेको 2.5 वर्ष चाहिँ भयो। र मैले यता हाम्रो यताकै जङ्गलबाट नै लिएको थिएँ, रुखबाट। र मैले रुख निङ्ग्रोमा यसरी सेट गरेको थिएँ। एकदम राम्रो लाग्यो मलाई पनि यसको फुलाइहरू एकदम। र आजको दिनमा तपाईहरुलाई पनि मैले यस मेरो च्यानल मार्फत शेयर गरिरहेको छु। जो अर्किड लभरहरू हुन्छ सायद उहाँहरूलाई धेरै है मन पर्छ होला। र यति भन्दै आजको यस भिडियो है यतिमै शेष गरिरहेको छु। थ्यांक यू।